ठुलो थुङ्गा फुलेको वा कस्तो राम्रो। माया छ तिम्रो। यो साग चाहिँ सुँगुरको मासुसँग यस्तो मिठो हुन्छ। उहाँहरूले चाहिँ दाउरा खोजेर आउनु भएछ। म हजुरहरूलाई यस्तो दामी फुल देखाउँछु हेर्नु न। ओहो कस्तो राम्रो देखेको हेर्दै। हेर्नु न यो चाहिँ बाटोको साइडमा छ। कस्तो राम्रो है। हेर्नु न कस्तो दामी पहेँलो कलरको। ओ माई गॉड कस्तो दामी देखेको। जाँदा चाहिँ यो फुल लिएर जाने हो। यस्तो दामी फुल्दो रहेछ। हेर्नु न कस्तो राम्रो फुलेको। भरे घर जाँदा म यसको यो फुलको बिउरा लिएर जान्छु। भनेदेखि धरानको भित्र एरियामा आएको नि त घुम्दै 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 घुम्दै। अनि यो चाहिँ धरानदेखिको भित्र एरिया हो। यो चाहिँ धरानको गाउँ साइड भन्दा नि हुन्छ। अनि हामी चाहिँ आज टिकटक पुल जाँदै गरेको हो नि त साथीहरूसँग। सो मेरो साथीहरू चाहिँ अगाडि गइसक्यो। अनि ल हेर्नु कस्तो राम्रो ठाउँ छ। पहाड पनि एकदम नजिकै देखिन्छ जङ्गलहरू। हेर्नु न कस्तो नजिक देखिन्छ नि पहाडहरू। यहाँ चाहिँ धान रहेछ काटिसक्नु भएछ। आधी चाहिँ काट्नु बाँकी नै रहेछ। हेर्नु न कस्तो राम्रो। यहाँको एरिया चाहिँ यस्तो छ। यस्तो छ। यहाँ चाहिँ हर कुरा चाहिँ अर्ग्यानिक पाउँछ। साग हेर्नुहोस् फेरि यहाँनिर। ओहो साग त यस्तो दामी साग हो जी। यो एरियामा चाहिँ सबै अर्ग्यानिक कुराहरू पाउँछ। यस्तो छ। यो ठाउँमा चाहिँ यति धेरै साग पाउँदैन नि। हेर्नु न कस्तो राम्रो। यता पनि साग छ। हेर्नु न कस्तो राम्रो ठाउँ। कस्तो छ। अब हामी त्यो बिल्डिङको स्वाट्ट उताबाट जानुपर्छ। त्यहाँ बिल्डिङदेखि चाहिँ त्यो देख्दै गरेको बिल्डिङबाट चाहिँ ठक्क पुल आउँछ। अनि पुल हुँदै हुँदै हामी चाहिँ उता जाने हो। त्यो पुलको नाम चाहिँ टिकटक पुल हो। सो हामी चाहिँ टिकटक पुल जाँदै गरेको। हेर्नुहोस् सागहरू। यहाँ चाहिँ धेरै जस्तो सागको खेती रहेछ यो टाइममा चाहिँ। हर कहीँ कसैको बारीमा चाहिँ सागै साग मात्रै। अनि यो साग चाहिँ धराने कालो बुङ्गुरसँग चाहिँ यस्तो मिठो हुन्छ कुरै छोडिदिनुहोस् चटक्क हुन्छ। बारीमा देख्दै गर्नुभएको चाहिँ सिमी हो। सिमी लगाउनु भएको रहेछ बारीमा। अनि परेवाहरू हेर्नु न कस्तो दामी। वाह यहाँबाट चाहिँ टिकटक पुल एन्ट्री गर्दैछौँ। यो बाटो हुँदै चाहिँ टिकटक पुल जानुपर्छ। हेर्नु न यस्तो छ। अब सट्ट बाटो चाहिँ कच्ची छ। अफ रोड छ। अनि यसरी जाने हो। यहाँ चाहिँ मकै पनि छर्नु भएको रहेछ। हेर्नु न कस्तो राम्रो। लाग्यो पुल। हामी चाहिँ यो पुल हुँदै 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 चाहिँ पर जाने हो। यो पुलको नाम चाहिँ टिकटक पुल हो। यस्तो छ। हो यस्तो छ गाउँ चाहिँ कस्तो दामी छ। त्यहाँ तल चाहिँ ढिकी पनि रहेछ। आन्टीहरूले काम गर्नु हुँदैछ त्यहाँ। यस्तो छ। यो चाहिँ कटरको बोट हो। है कटरको बोट रहेछ यहाँ चाहिँ छेउमा। यस्तो छ। यस्तरी जाने हो अब हामी।
यस्तो छ। चाहिँ यहाँ पुलमा हुनुहुन्छ अनि हजुरहरूले चाहिँ केही खाँदै हुनुहुन्छ भने चाहिँ तल फाल्नु चाहिँ मनाइ रहेछ। यहाँनिर चाहिँ डस्टबिन देख्दै हुनुहुन्छ नि, यो चाहिँ डस्टबिन हो। यो चाहिँ चुयाले बुनेर राख्नु भएको डस्टबिन रहेछ। हेर्नु त डस्टबिन कस्तो मजाले राखिदिनु भएको पुलमा। हजुरले डस्टबिन चाहिँ सुरुदेखि नै देख्नुहुन्छ, अघि मैले देखाउनु बिर्सेछु। त्यहाँ पनि डस्टबिन छ, यहाँ पनि डस्टबिन छ। फोहोर चाहिँ यसरी यहाँ फाल्नुपर्ने हुन्छ। यो चाहिँ डस्टबिन हो। यसरी हजुरहरूले खाएको कुराहरू चाहिँ सबै यहाँ फाल्नुपर्ने हुन्छ। यताउता फाल्नु चाहिँ मनाइ नै छ। हजुरहरूले पुल काटेपछि चाहिँ यस्तो ठाउँ आउनुहुन्छ। राम्रो छ। यहाँ चाहिँ खानेकुरा के पाउँछ भनेर यहाँ रहेछ। ओ माई गॉड, ल हेर्नु पैसाको रुख रहेछ। अब पैसा टिपेर जाने होला। घुम्न आएको ठाउँ चाहिँ यही नै हो। हेर्नु न कस्तो राम्रो छ, चिटिक्क परेको छ। हामी चाहिँ यही ठाउँमा घुम्न आएको हो आज। यो चाहिँ बगानबेली, यस्तो राम्रो फुलेछ। थाहा छ यो फुल चाहिँ सेम लभर जस्तै हुँदो रहेछ। हेर्नु न, सेम लभर है, कस्तो राम्रो फुलेको, गुजुक्क परेर क्या। सेम लभर हुन्छ। हजुरहरूले टच गर्नुभयो भने सेम लभर क्या, यस्तो राम्रो। हेर्नु न, यो चाहिँ अर्कै स्टाइलमा रहेछ। यसको बुट्टा अर्कै रहेछ, यसको फेरि अर्कै टाइपको रहेछ। यस्तो राम्रो। यो चाहिँ चुङ्गी स्टाइलको रहेछ। घाममा चाहिँ हामी घुम्दैछौँ। यस्तो रमाइलो हुँदैछ नि घुम्नुलाई। ठिक्कको घाम छ चढुन चाहिँ, तर ज्यादा हिँडेर होला। गर्मी चाहिँ पुरै गर्मी भएको छ, तर रमाइलो हुँदैछ। पनि पुराण सुन्दै गर्नुहोस् हो। यहाँ माथि चाहिँ पुराण लाग्दै रहेछ। अनि हेर्नुहोस् न, यो झारले यो घाँसले गरेर कस्तो राम्रो देखेको एरिया। अनि किरा पनि कराउँदैछ। अनि यहाँनिर चाहिँ सबै बारीमा चाहिँ मकैहरू। यहाँनिर चाहिँ पहिले हामी बसेर फोटो खिचेको थियौँ। अहिले चाहिँ सिरो चाहिँ सानो सानो रहेछ। अनि यता बारीमा चाहिँ सबै खेती लगाउनु भएको रहेछ, मकै सिमी लगाउनु भएको रहेछ। हेर्नु न कस्तो राम्रो। अब हामी चाहिँ यो बाटो हुँदै हुँदै अर्को ठाउँ जाने हो। कस्तो छ। हजुरहरू यो साइड घुम्न आउनुभयो भने चाहिँ हजुरहरूले सागहरू किनेर पनि लानु सक्नुहुन्छ। सिमीको सिजनमा सिमी यहाँ चाहिँ सबै पाउँछ। अन्त कहाँ छ अरे जी? क्या जी, यो घाँसै हो। यहाँ तल चाहिँ सिमी है, त्यो चाहिँ यो चाहिँ घाँस हो क्या। यो गाईले खाने घाँस हो। अब हामी चाहिँ एउटाले भन्दैछ गहुँ, अर्कोले भन्दैछ घाँस है। अनि हामी यहाँ डिस्कस परेर ल फाइनली जित्यौँ हामीले। घाँस अरे घाँस यो। हरियो हरियो सागहरू चाहिँ यहाँनिर छ है। सिमी साग अनि आलु सबै थोक लगाउनु भएको रहेछ। ए माया छ तिम्रो गाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। यस्तो दामी प्रीति छ तिम्रो गाउँमा।
9 मा हो तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। हामीलाई यो फुल मन पर्यो, हामी फुलको हाँगा माग्न लागेको है। अब यहाँबाट वाइटमा रहेछ, पर्मिसन पायौँ है, आफै लानु अरे भाँचेर। सो हामी यो यसको हाँगा लाने भाँचेर चाहिँ कच्ची बाटो हुँदै 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 हामी चाहिँ यसरी पिचमा निस्किसक्यौँ। पिच बाटो निस्किसक्यौँ। यस्तो राम्रो ठाउँ छ हेर्नु न, यस्तो दामी गाउँ छ है। घामको त्यो किरण यो चाहिँ हो ठिङ्गाबारी। ठिङ्गाबारी वार्ड नम्बर 5 पर्दो रहेछ धरानको। ठिङ्गाबारी भन्ने ठाउँ रहेछ यो चाहिँ, यस्तो रहेछ। हेर्नु न घरको कस्तो राम्रो, ओहो कस्तो चिटिक्क परेको घर। वा भित्र एरिया हेर्नु न कस्तो राम्रो है। नलाउँदैतिर नलाउँदै लाउँदैतिर लालुपाते फुल देखाउँछु ल। यस्तो दामी फुलेको, यस्तो दामी फुलेको हेर्नु न यहाँ। ओहो यस्तो दामी फुलेको यो फुल, कलर पनि कस्तो मिठो है, यस्तो दामी। वाउ कस्तो दामी। यो फुल चाहिँ मलाई साह्रै मन पर्यो। हजुरले माथिदेखि यो लाइन चाहिँ सबै फुल देख्नुहुन्छ है। हेर्नु त कस्तो दामी। वाउ उहाँ चाहिँ फोटो खिच्दैछ। ओहो कस्तो दामी दामी फुल। कस्तो राम्रो। फुलै राम्रो, फुल कस्तो राम्रो फुलेको बगनबेली, यस्तो दामी फुलेको, चटक्कै परेको, कस्तो ठुलो थुङ्गा फुलेको। वाह कस्तो राम्रो। वाह सिरु फुलेको। घुम्नु जाने बाटो चाहिँ यस्तो छ, कच्ची रहेछ। अब हामी चाहिँ त्यहाँनिर जाने हो। हाम्रो घुम्ने ठाउँ पनि आयो। हो यहाँनिर, यहाँभित्र एन्ट्री गर्ने हो यताबाट। यसरी घुम्न जाने हो हामी। हामी घुम्नु आएको ठाउँ चाहिँ यो हो। ठाउँ चाहिँ यस्तो छ। पिङ खेल्ने। मेहरबानी नहीं तुम्हारा प्यार मांगा है, तुम्हें मंजूर है तभी तो। यहाँ चाहिँ हजुरहरूले फिसिङ गर्न पनि पाउनुहुन्छ। यहाँ चाहिँ फिसिङ गर्ने ठाउँ पनि छ। यस्तरी यहाँ चाहिँ फिसिङ गर्नु पाइन्छ। यस्तो छ। यहाँ चाहिँ ठिङ्गाबारी हो। यस्तो छ। लचुकतिर राज्यको करेन्सी आइसक्यो।
सम्पदाको घरदेखि ल्याएको थियौँ नि हामीले फुल त्यो फुलको हो क्या अझै रेडी गरे पछि हामी घर फर्केको यो चाहिँ लास्ट हो बाटोबाट खिचेको मैले अब हामी चाहिँ खाएर अनि घर फर्केको साथीहरू चाहिँ अगाडि छ साँझ पनि परिसक्यो अब हामी चाहिँ यहाँ तलबाट अटो लिएर जान्छौँ घर Anyway, thank you for watching my video. See you in the next video. If you're not subscribed my channels, please guys subscribe gardinos, comment gardinos, share gardinos. Take care. Bye bye.